गरेका छौँ। सो विषयमा तपाईहरुलाई दक्ष बनाउनको लागि यस फरवर्ड एजुकेसन फाउन्डेसनमा जोडिएर सृजना शिशु सदनबाट आउनु भएको थियो सन्दीप न्यौपाने सर। हामी आज कार्यक्रम उद्घाटन गर्दाखेरि सुरुमा म थोरै भूमिका बाँध्न चाहन्छु। कुनै पनि कार्यक्रमलाई उद्घाटन गर्नको लागि हामीले पानसमा दीप प्रज्वलन गर्ने चलन छ, तपाईहरुलाई थाहा छ। र त्यो भएन भने कार्यक्रम उद्घाटन गर्नको लागि हामीले ब्यानर पढ्ने कार्यक्रम रहेको हुन्छ। तर यहाँनिर थोरै नौलो कुरो हुन चाहन्छ, नौलो कुरो हुन गइरहेको छ, किनभने यो एउटा शैक्षिक संस्था हो र यो शैक्षिक संस्थामा हामी तपाईहरुलाई फ्युलिङ गरिरहेको हुन्छ। टिचरहरूले तपाईहरुलाई फ्युलिङ गर्नुहुन्छ र यो फ्युलिङको प्रतीक स्वरूप तपाईहरुले जसरी यो बिरुवा एउटा हरियो भइरहेको छ त्यसरी नै तपाईहरुको सारा जीवन हरियाली छाओस् भन्ने कामनाका साथ आज हामी यही बिरुवामा पानी हालेर कार्यक्रमको उद्घाटन गर्ने जमर्को गरिरहेका छौँ। यो कार्यक्रमको उद्घाटन गरिदिनु हुन आजका यस कार्यक्रमका प्रमुख अतिथि हेमन्त सरलाई मञ्चमा अगाडि म यो कार्यक्रम स्थलमा आमन्त्रण गर्न चाहन्छु र सहजीकरण गरिदिनु हुन सभाध्यक्षलाई हार्दिक अनुरोध गर्न चाहन्छु। संयुक्त प्रयासमा अनि त्योभन्दा अगाडि हामी फरवर्ड टिम बसेर डिस्कस गऱ्यौँ पहिला हामीले कि कसो गर्दा राम्रो हुन्छ त अहिलेको शिक्षा प्रणालीलाई यो सानो एरिया थोरै एरियामा भयो भने कसो गर्दा ठिक हुन्छ भनेर हामी सबैमा सरहरू हामी सबै बसेर सल्लाह गरिसके पछाडि लु न त त्यसो भने सबै विद्यार्थीलाई ठिक दिन सक्दैन, सबैको आर्थिक अवस्था बलियो छैन, निःशुल्क शिक्षा त्यो निःशुल्क ट्युसन पढाउँदैछ, त्यसका लागि सहयोग गर्नुपर्छ। एउटा कार्यालयले केही हदसम्म फर्दर एजुकेसनले पनि त्याग गर्नुपर्छ। दुवै पक्ष मिलेर दुईजनाको त्यागले विद्यार्थीहरूले पढ्न पाउँछन् भने हामी आएर पढाउँछौँ भन्ने कुरा हामी शिक्षकहरूको बिचमा डिस्कसन भइसके पछाडि अहिलेको यहाँको समस्या रिजल्टको अघि उहाँले भन्दै हुनुहुन्थ्यो 52% रिजल्ट हुन्छ, उहाँले त्यो कुरा सुरुमै गरिसक्नु भएको छ। त्यसलाई न्यूनीकरण गर्नको लागि भनेको पर्सेन्टेज बढाउनको लागि यो एरियाका विद्यार्थीहरूको पढाइको स्तर र पर्सेन्ट बढाउनको लागि गरिएको पहिलो प्रयास हो। यसको पहिलो स्टेप हुन्थ्यो फरवर्ड एजुकेसन सेन्टर। यो औचित्यमाथि हामीले के हदसम्म गर्न समय अत्यन्तै छोटो भएकोले धेरै कुराहरू दिन पाइएन, त्यसको लागि हाम्रा तर्फबाट हामीबाट आएका कमी कमजोरी तर्फबाट फरवर्ड एजुकेसन सेन्टर यहाँहरूसँग छ। थोरै भए पनि क्षमा बिस्तारै बोलेर क्षमा माग्न चाहन्छ। हाम्रा पक्षका कुरा हामीले जे जति सक्यौँ त्यो भोलिका दिनमा पनि कामै रहनेछ, किनभने एसई पास मात्रै जिन्दगी चाहिँ होइन। एसई पास गरिसके पछाडि पनि हाम्रो भेट यहाँ अवश्य हुन्छ। हामी फेरि पनि भेट गर्छौँ, 11-12मा फेरि भेट गर्छौँ, लामो समय हुन्छ, त्यतिखेर मजाले पढ्छौँ, +2 गर्छौँ, +2 गरिसकेपछि ब्याचलर्स पढ्छौँ, ब्याचलर्स पढ्ने बेलामा फेरि अर्को पटक भेट गर्छौँ। त्यो भन्दा बिचको खाली समयमा फेरि हामी यहाँ भेट गर्छौँ, कम्प्युटर सिक्छौँ, ल्याङ्ग्वेज सिक्छौँ, अरू विभिन्न कुराहरू सिक्दै जान्छौँ। हाम्रो भेटघाटको क्रम जारी हुनेछ। फरवर्ड एजुकेसन सेन्टरले गरिब तथा जेएनआर विद्यार्थीलाई छात्रवृत्ति पनि दिने गरेका छ। अहिले हामीसँग पढ्दै गरेका विद्यार्थीहरूले पनि सर यस्तो यस्तो अवस्था छ, के गर्न सकिन्छ, अलिकति केही गर्न सकिन्छ भनेर यहाँहरू ग्रुपमा आउनु हो भने त्यहाँ पनि ग्रुपिजममा केही गर्न सकिन्छ। त्यसैले फरवर्ड एजुकेसन सेन्टर मैले मेरो हेराइमा म त भर्खर आएको नयाँ मान्छे, यस्ता संस्थाहरूमा धेरै हो काम गरेको अगाडिदेखि 29 वर्षको अनुभव छ मसँग संस्थाहरू स्कुलहरूको। त्यसैले त्यो अनुभवको बिचमा मैले देखेको कुरामा फरवर्ड एजुकेसन सेन्टर एउटा यस्तो सेन्टर हो जहाँ सबैजना अटाउन सक्ने ठाउँ, सबैजना मान्छे आएर काम गर्न सकिने ठाउँ। पदीय हैसियतले एउटा राम्रै ठाउँमा म काम गरेको मान्छे एउटा संस्थामा आएर अहिले म पढाइरहेको छु। पदीय हैसियतले उहाँ पनि नेपालीमा मास्टर्स गरेको मान्छे यहाँ आएर पढाइराख्नु भएको छ।
पदीय हैसियतकै कुरा गर्ने भने यहाँ जति पनि काम गर्दै हुनुहुन्छ सबै आफ्नो आफ्नो स्टेटमा हुनुहुन्छ तर पनि फरवर्ड एजुकेसन सेन्टरमा आएर पढाउनु भएको छ किनभने फरवर्ड एजुकेसन सेन्टर तरकारीमा आलु जस्तै हो सबैतिर मिल्ने सबैलाई दिने यो अहिलेको जुन प्रयास फरवर्ड एजुकेसनले गर्यो नेपालको कन्टेक्स्टमा कहीँ पनि समाचारमा कुनै पनि सेन्टरले निशुल्क शिक्षा निशुल्क ट्युसन पढायो भनेर कहीँ पनि सुनेको छैन कहीँ सर्च गर्दा पनि भेटिँदैन नेपालको कन्टेक्स्टमा पूर्वी भागमा रहेको एउटा शनिसरी भन्ने सानो गाउँमा फरवर्ड एजुकेसन सेन्टरले निशुल्क शिक्षा पढाइदियो सक्दो रहेछ नि त यसको श्रेय उहाँलाई धेरै धेरै धन्यवाद वडा नम्बर 8 का अध्यक्ष हाम्रा कुमार कृति सरलाई सम्झिन चाहन्छु यसै क्लास कक्षाबाट फोनबाट नभन्नु है लगायत इन्द्र सरको जुन पहल छ प्रयास छ त्यस पछाडि सन्दीप सरले जुन यसमा भूमिका खेल्नु भएको छ यो सफल गर्न धेरै मिहिनेत गर्नु भएको छ सबैभन्दा अझै टिचरमा मैले कम्ती पढाएको छु त्यो म स्वीकार छु मैले पढ्न सकेको छुइनँ त्यसको लागि म अब गएर यहाँलाई 2 मिनटभन्दा बढ्ता लिदिनँ अब एजुकेसन सेन्टर प्रस्तावनाका यहाँबाट मेन पावर उत्पादन गर्नु मैले यहाँ आएर काम गर्नु कम्प्युटर सिक्ने कुनै पनि क्षेत्रमा सिकेर जाँबाट आज बस्नु परेको छैन जहाँ कम्प्युटरको कुनै पनि कोर्स गर्न मन लाग्यो यही छ अङ्ग्रेजी भाषा सिक्नु मन लाग्यो यही छ आइएल्टिएस गरेर अस्ट्रेलिया अमेरिका युके पढ्न जानु मन लाग्यो त्यो पनि यही छ